दिँदैन, हप्ता वसुली दिँदैन, गुज्जरले त्यसको पसल धुवा बनाइदिन्छ, धुवा बनाइदिन्छ। ओ चाचा, गुज्जर आएको छ हप्ता वसुली गर्न, पैसा निकाल्नु। के रे गुजरको बाउले पैसा राखेको छ यहाँ? गुज्जर, चाचाले त पैसा दिएन, बाउको गाली दिँदैछ। जा, एक बोतल पेट्रोल लिएर आइज र यो पसल पुरै आगो लगाइदे। जसले गुज्जरलाई पैसा वसुली दिँदैन, हप्ता वसुली दिँदैन, गुज्जरले त्यसको पसल धुवा बनाइदिन्छ, धुवा बनाइदिन्छ। मैले त तँलाई पहिले नै भने थिएँ, हप्ता वसुलीको काम छोडु, सरकार चेन्ज भएको छ। सही भनिस् तैँले। अब गुज्जर कहिले पनि 2 नम्बरी बाटोमा लाग्दैन। अब यो हप्ता वसुली कहिले गर्दैन अब गुज्जरले। पुलिसले तर आन्दो रहेछ साला। अब हेर, गुज्जर इमान्दारी 1 नम्बर बाटोमा हिँड्छ। भोलिबाट त म लेबर चोकमा बसेर काम खोजेर काम गर्ने इमान्दारीपूर्वक। अब कसैको छोरी बहिनीलाई जिस्काउनु पनि हुँदैन, 1 नम्बरी बाटोमा लाग्ने। अब हामी सुध्रिनुपर्छ, बुझिस्? हो, सही भनिस् तैँले। अब हामी सुध्रिनुपर्छ। ल सुध्रिनु।